साथीहरू, के अब गौरीले न्याय पाउलिन् त? के धर्मेकी पुरानी बुढीले गौरीलाई सजिलै स्वीकार गर्न दिनिन् त? यो धर्मे पापीले नअप्नाए पनि म अप्नाउँछु भन्ने आखिर को हुन् त? धर्मेकी पुरानी बुढी र जिम्मालको के कस्तो रणनीति बन्ला त अब? यस्तै विविध विषयहरू लिएर आएको छु, भिडियो अन्तिमसम्म हेर्नुहोला। साथीहरू, धर्मे भाग्ने कुरा गौरीले थाहा पाइसकेपछि गौरी धर्मे ठाउँ जान्थिन् र त्यहीँबाट चाउरे र जुठेले फकाइ गरेर आफ्नो घर लिएर आउँछन् र हामीले यता देख्न सक्छौँ जिम्माल र धर्मेकी पुरानी बुढी कुरा गरिरहेका हुन्छन् र कसरी पार्वतीलाई न्याय दिउँ र गौरीलाई कसरी त्यही ठाउँमा राखौँ र यही गाउँमा बिसाउँ भन्ने प्लान जिम्माल बनाइरहेका हुन्छन्। साथीहरू, यता धर्मेकी पुरानी बुढी जसरी पनि मलाई घरभित्र नत्र के गर्नुपर्छ मलाई थाहा छ भनेर धम्की दिइरहेकी हुन्छन्। गाउँमा जिम्मालले पञ्चायत बोलाएर गौरीको निष्शासन गरेर पार्वतीलाई न्याय दिने भन्ने कुरा सोचिरहेका हुन्छन्। गौरी सुतिरहेका बेला धर्मेले बोलेका बाछा र देखाएका सपना देखिसकेपछि सपना रुँदै रातभरि बसिरहेकी हुन्छन्। हामीले त्यो पनि देख्न सक्छौँ। र दा एउटा ढुङ्गाको पत्थर भए चाहिँ बहिनीको अगाडि उम्मिँदै भन्छन्, म तेरो लागि छु भनेर। साथीहरू, त्यसै गरी भिडियोको अन्तिममा पञ्चायत जम्मा भएको देख्न सक्छौँ। जसरी पनि म पेटको बच्चालाई जन्माउँछु, जसरी पनि बाउको नाम दिलाएर नै छोड्छु भन्दै गौरी बेहोस हुन्थिन् र त्यति बेला गौरीलाई जुठेर चाय समाप्त भइसके। साथीहरू, गौरी आफ्नो घर गइसकेपछि एकदम गाह्रो अवस्था पर्छिन् र गाह्रो भइसकेपछि गाउँलेमा एउटा समाजसेविका बोलाउँछिन्। समाजसेविकाले चेक गर्दाखेरि गौरीको पेटको बच्चा मरेको जनाउँछिन्। त्यसगरी गौरी एकदम अचम्ममा पर्छिन् र के अब गौरीको बच्चा मरेकै हो त साँच्चीकै?